संसारको कोलाहलबाट टाढा मनको शान्ति र शुद्धिको खोजीमा निस्केको एउटा पवित्र यात्रा। जमलिङ चिसाङको पावन आध्यात्मिक ऊर्जालाई हृदयमा समेट्दै हामी अघि बढिरहेका छौँ एउटा गन्तव्यतर्फ, जहाँ पहिल्यै पछि बुद्धत्वको सुवास महसुस हुन्छ। यस पुण्यभूमिमा हाम्रा पाइलाहरू एक्ला थिएन। धर्मका प्रकाशपुञ्ज श्रद्धेय गुरुवर खेम्बो नर्बुज्यू र साङ्गेदुरीज्यूको समीप्य अनि गुरुकुलका मेरा सहपाठी साथीहरूको सुन्दर साथले यो यात्रालाई केवल तीर्थाटन मात्र बनाएन, जीवनकै एउटा अविस्मरणीय आध्यात्मिक उत्सव बनाइदियो। बाटोका उकाली ओह्राली पार गर्दै हाम्रो मुख्य गन्तव्य थियो छिमेक चाङछुप, ज्ञान र पवित्रताको मुहान, जहाँको पवित्र जल र शान्त वातावरणले मनलाई नै शुद्ध बनाउँछ। आउनुहोस्, जामलिङ चिसाङको यो विशेष दिनमा गुरुहरूको आशीर्वाद र साथीहरूको साथमा गरिएको यो पवित्र यात्राको सुन्दर पलहरू अब भिडियोमा हेरौँ। हेलो टेस्टलाई नमस्ते। आज धेरै पछि म र भ्लग लिएर उपस्थित भएको छु। आज चाहिँ विशेष गरी हाम्रो यस गुम्बाको अनि शेर्टाको कक्षा 9मा अध्ययनरत हामी सम्पूर्ण विद्यार्थीहरू र हामीलाई अध्यापन गराउनुहुने हाम्रो खेम्बोला लोबेनलाज्यूहरूसँग चाहिँ हामी आज तीर्थयात्रामा निस्किएका छौँ। तीर्थयात्रा चाहिँ आज हामी दामनसम्म त्यहाँ निस्किएका छौँ, त्यहाँ जहाँ छुमिक चाङछुप भन्ने गर्दछौँ। र त्यस्तै गरी हामी अनि सेरिङझोङमा पनि जान्छौँ। त्यहाँ पनि एकदम महत्त्वपूर्ण चित्रणहरू भइरहेको छ। त्यो कुराहरू सबै हामी हजुरहरूलाई देखाउनेछौँ। र हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ र अहिले चाहिँ हामी त खाजा खाने ठाउँ चितलाङमा आइपुगिसकेका छौँ। र हाम्रो ब्लगलाई कन्टिन्यू साथ हेरिरहनु होला। थ्याङ्क यू सो मच। Handsome person. Happy birthday to you, मेरो छोरो। शुभ जन्म। Happy birthday. कता आइपुग्नु भयो गुरु? हजुर हामी चाहिँ छिमेक चाङछुप होइन, आइपुगेको छैन, अझै हिँड्नुपर्छ है। आइपुग्न लागेको छ। मेन गेटमा आइपुग्यो। गुरु पद्मसम्भवको तीर्थमा हामीले चरण राखिसक्यौँ। सो आइपुगिसक्यो हामी। अब चाहिँ सामान बोकेर जाँदैछौँ। अब पूजा गर्ने ठाउँसम्म चाहिँ अब लगभग आधी घन्टा जति हिँड्नुपर्छ अरे। त्यसको लागि हामी यहाँ रेडी छौँ। हाम्रो सामानहरू चाहिँ यता छ। हामी चाहिँ यहाँ गुरु नेचुक छिमेक चाङछुप छेउमा आइपुगिसकेका छौँ। यहाँ ल यता चाहिँ चिसो दामनको पानी यहाँ छिमेक चाङछुपको। यो चाहिँ सामानहरू। ल अब चाहिँ हामी चाहिँ यहाँ आइपुगिसक्यो गुरु नेचुक छिमेक चाङछुप चिसोमा। पानीहरू पनि सबै पिइसक्यो। अब सामानहरू लिएर जान्छ। अब सम्बोलाहरू लोबेलाहरू चाहिँ अगाडि जानु भइसक्यो। अब हामी पनि अब कन्टिन्यू यो सामानहरू बोकेर जानुपर्छ। लु यात्रा सुरु गरौँ होइन? यात्रा सुरु गरौँ। ल है सामान बोकेर उकालो चढ्दैछौँ है हामी चाहिँ छिमेक चाङछुप जानको लागि। बाटो चाहिँ यस्तो चाहिँ बाटो। है पसिनाले खानु थाक्यो।
आइपुग्यो 50 मिटर हो अरूले भइसक्यो हामी त्यो सुनिन ल सो अब चाहिँ हामी यहाँ पूजाको लागि यसो छपहरू मिलाउँदैछौँ 아니 풀비기 뒤에 땀사는 제가 풀비기 뒤에서 양다 같이 차이네 이 따뜻하게 해도 양
버리나를 패도 패도 남가 되네 균에 게 슈도 셀라 셀라 슈도 데스 안 셀라 슈도 잠발라 되네 아래 다 되어라 식센데다고 내다고 생각 고르게 되는 그래서 kapso 쇼게다 잠발라 야마신 추다 सो अब चाहिँ हामी पूजा गरिसकेर आइपुग्यौँ यहाँ गेटमा एकदम धेरै टाढो छ थाकिस एकदम धेरै हिँड्नु पर्नेहरू चाहिँ र कहिले रहेछौँ त 당원이 하고 종종 한도 상제 다나지는 리진 세종 다 간다 속바 망보지 소가 우리 간다 속바 때 뭐지 레고 그룹네 당한도 로글에 다 가리 요사라 따따레서 다 델라니 때 뭐지 그취 정모 심보 대 정모지도 어디기다 안죠 정말에 동바 뒤쪽고 서래 수고하는데 실버 조다가 말해 네 지금을 주시합니까 이거 스타일에 어디 주피에 땅을도 아 마치 그러시나 छुमिक जाउँ चुप्दै चिसो भने चाहिँ यही हो है ल ल है अलिक शीतल भयो तपाईँ धेरै थाक्यो सामान धेरै नल्याउनु होला आउनु हुँदाखेरि चाहिँ कम्ती कम्ती मात्रै ल्याउनु होला सामान धेरै ल्याउँदाखेरि चाहिँ एकदम गाह्रो पर्दो रहेछ र अब हामी चाहिँ खाना खान जान्छौँ यो चाहिँ लन्च हाम्रो लन्च चाहिँ कति बजे भन्दा टक्कै 2 बज्यो ल खाना खाँदैछौँ अब चाहिँ ओ या लसो हामी चाहिँ अघि 4 बजेतिरबाट दामनबाट निस्केको अहिले 7:30 जस्तोतिर चाहिँ यता टौदह आइपुगेको छौँ तपाईँले यता देख्न सक्नुहुन्छ टौदह भ्यू रिसोर्टमा चाहिँ आइपुगेको छौँ खाना खानको लागि चाहिँ हाम्रो हिमालयहरूसँग र अहिले चाहिँ हामी यसो ड्रिङ्क्सहरू लिइरहेका छौँ छर्बा आउँछौँ उहाँ चाहिँ हाम्रो आजको गुरुजी